हेलो गाइजहरू, हेर्नुहोस् अब हामी यहाँ माथि जाँडामा चढ्दैछौँ। लाउन आएको ऱ्याङ हेर्नु सक्नुहुन्छ गाइज, हजुरहरूले पनि। यहाँ हाम्रो यहाँ साथीको छोरो भोक लाग्यो रे। खाजा सोधेको, खाजाको त्यो हेरेको लास्टै सस्तो रहेछ। एक प्लेट हाफ भेज चाउमिनलाई पनि 200 रहेछ साथीहरू, नर्मलै रहेछ। अनि हामी चाहिँ तर्सेर भाग्यौँ, हामीसँग त्यही पनि पैसा पनि थिएन, गाडी भाडा मात्रै गरेर आएको थियो। 200-300 पैसा थियो हामीसँग चाहिँ। यतातिर आउँछ भनेर सोचेको थिएन। साथीहरू हेर्नुहोस्, आइपुग्यो, रमाइलो रहेछ डाँडा। आज चाहिँ मेरो घुम्ने दिन भइरहेछ। हामी यहीँ बस्थ्यौँ, स्कुल चौक छदो बाटो, तर यहाँ यस्तो राम्रो भ्यू छ, यस्तो राम्रो ठाउँ छ भनेर थाहा थिएन हामीलाई। भोक लाग्यो भनेर फातर भइसक्यो। न पानी छ न केही छ। यहाँ कुन सिजनमा मौसम लाग्छ, मेला लाग्छ थाहा छैन। हामी चाहिँ बेपत्तामा आएको साथीहरू देख्न सक्नुहुन्छ। बाइकहरू पनि आउँदो रहेछ मजाले। खै थाहै छैन कता पो हो। होइन, यता चाहिँ यतै होला, किनभने बाइकहरू जाने बाटो त्यता हो नि त। अब यहाँबाट त जाँदैन, भर्याङबाट त। साथीहरू हेर्नु, हाम्रो साथी चाहिँ, मेरो साथी चाहिँ हिँड्न नसकेर वत्याक भइराख्नु भएको छ। तर मलाई चाहिँ त्यस्तो गाह्रो भएको छैन। एकदम राम्रो छ भ्यू चाहिँ। रुखै रुख छ, हेर्न सक्नुहुन्छ। यता हेरे नि रुख, उता हेरे नि रुख, यता हेरे पनि यहाँ भोक लगाएर कप साथीहरू हेर्नुहोस्, यहाँ गाउँमा त यस्तो चर्को घाममा बिचरा लास्टै घाम चर्को। शीतल होला भनेको त झन् डाँडामा त लास्टै घाम चर्को रहेछ साथीहरू। हामी चाहिँ यहाँ देउराली मन्दिरको दर्शन गऱ्यौँ कि भनेर आएको। थाहा थिएन कतिको टाढो छ भनेर। अझै टाढो छ अरे भन्नुभयो। एकजना बालाई सोधेको थियो अघि। यहाँ बर्बाद भयो मेरो साथीलाई चाहिँ। यहाँ तपाईँ जानु, म यहाँ बस्छु ल।